एभोकाडोको चटनी दसैँ स्पेसल मलाई चाहिँ एउटा आइटमको रूपमा A1 को लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ? सुरुमा चाहिँ मैले 3वटा राम्रोसँग पाकेको एभोकाडोलाई लिइसकेकी छु। यसलाई चाहिने सामग्रीहरू क्रमशः रेडी गरिसकेपछि एउटा भाँडामा मसिनो गरी काटेको प्याज, स्वाद अनुसार नुन, कलरफुल हरियो फ्रेस खोर्सानी, त्यसै गरी हरियो फ्रेस धनिया छ भने अलि निकै मरिचको धुलो, त्यसै गरी अलिभ ओइललाई पनि 1 चम्चा जति राखेर कागती निचोरिदिने। अब चाहिँ म यो एभोकाडोलाई मजासँग काट्दैछु। हेर्नुहोस् त राम्रोसँग पाकेको हुनाले काट्न पनि कति सजिलो, मलाई चाहिँ असाध्यै नै रमाइलो लाग्छ क्या। एभोकाडोको यो भित्रको दाना पनि दुखेको ठाउँमा चाहिँ औषधि हुँदो रहेछ नि, हजुरहरूले थाहा पाउनु भयो त? बाँकी रहेको सबै एभोकाडो चाहिँ मजासँग चिरा चिरा बनाइसकेपछि अब चाहिँ यो भित्रको गुदीको भाग निकाल्दैछु। मजाले फुत्त 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 निकाल्न कस्तो सजिलो लाग्छ क्या मलाई चाहिँ। अनि मैले चाहिँ पुरै निकालेर पनि भ्याइसकेकी छु। ल हेर्नुहोस् त। अब के गर्ने भन्दा त्यही त हो नि है। अनि सबै सामग्री सबैतिर लाग्ने गरी मजाले म चाहिँ हातले नै मिक्स गर्दैछु। हजुरहरूलाई पिस पिस मनपर्छ भने चाहिँ यो ठुलो ठुलो टुक्रालाई ठिक्कको साइजमा काटेर मजासँग चम्चाले नै पिस पिस मिक्स गर्न पनि सक्नुहुन्छ। मलाई चाहिँ यसै गरी बनाएको मनपर्छ, त्यसैले गर्दा मैले हजुरहरूलाई जसरी बनाएँ त्यसै गरी नै सेयर गरेकी छु। मेरो यो सानो प्रयासलाई सेयर गरेर सपोर्ट गरिदिनुहोस् है।